मैले निर्वाचन अन्तिम मतगणनाको निर्वाचन परिणामको घोषणा गर्न गइरहेको छु। रुकुम पूर्वी भाग जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य पदको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मतगणना कार्य 2082 11/22 को दिन 6:15 बजे समाप्त भएको र सो मतगणना अनुसार जम्मा खसेको सदर मतमध्ये देखाएका उम्मेदवारहरूले द्यावबहुमूजिक मत प्राप्त गरेकोले यो निर्वाचन परिणाम प्रकाशन गरिएको छ। सूर्य निर्वाचन चिन्हका नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका उम्मेदवार लीलामणि गौतमले 3462 मत प्राप्त गर्नुभएको छ। रुख निर्वाचन चिन्ह नेपाली कांग्रेसको उम्मेदवार कुसुमदेवी थापाले 3081 मत प्राप्त गर्नुभएको छ। 5 कुने तारा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पुष्प कमल दाहाल प्रचण्डले 10240 मत प्राप्त गर्नुभएको छ। घन्टी निर्वाचन चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार लखन कुमार थापाले 819 मत प्राप्त गर्नुभएको छ। हलो निर्वाचन चिन्ह राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार रोशन शाहले 82 मत प्राप्त गर्नुभएको छ। गिलास निर्वाचन चिन्ह राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्रप्रसाद साईले 32 मत प्राप्त गर्नुभएको छ। फुलेको एकल आँखा प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार सन्दीप पुनले 203 मत प्राप्त गर्नुभएको छ।